घरको तातो हावा, खोलाको चिसो हावा, घरको तातो हावा, खोलाको चिसो हावा, अनि घरको तातो हावाले मलाई भन्यो, ओइ रेमन्ड, तँ यसरी तेरो परिवारलाई घरमै तातो हावामा घुम्साइरहने भनेर मलाई घरको तातो हावाले भन्यो। ए हो त, साँच्चै नै मैले त्यतिबेला तातो हावाले भने। अनि हामी त्यसरी नै अब तातो हावाको कुरा सुनेर चिसो हावालाई भेट्नु हामी खोलातिर लाग्यौँ। जब चिसो हावालाई भेट्न खोलातिर लाग्यौँ, खोलाको चिसो हावाले मलाई समातेर माथि माथि उडाइदा कहाँ पुगे मलाई थाहा छैन। तर मलाई जसँग थाहा भयो, जब मेरो खुट्टा खोलामा चुलुम्मे डुब्यो, त्यति बेला मलाई थाहा भयो, आहा म त खोलामा पो रहेछु भनेर। अनि यसो हेरेको, मेरो छेउमा बुढी पनि रहेछ, नानी पनि रहेछ, भान्जी पनि रहेछ। अनि सबैजना हामी यसरी हाँसखेल गर्दै भिडियो ब्लगिङ गर्दै हामी घरतर्फ लाग्यौँ। साँच्ची नै घरको त्यो तातो हावाले ओइ जा चिसो हावा खा भन्यो। अनि म जब चिसो हावा खान पुगेँ, त्यति बेला म हेरेकै भएँ। बुढी छेउमा थियो, मलाई पर्व लागेन। बुढी छेउमा थियो तर मलाई पर्व लागेन, म त हेरेकै भएँ।